यसलाई के गरी उठाएर राख्दिउँ यो त बाँची नै यो निधारभरि टिका लाउनुपर्छ आफ्नो बुबा मम्मीको हातदेखि अनि आफूभन्दा ठुलो बडा आफन्तजनको हातदेखि चाहिँ टिका लाउनुपर्ने हुन्छ नि त्यही भएर चाहिँ यो कपाल पाल्नुमा झन् कपाल चाहिँ काटिहाल्नु होला यो ठुलो निधार बनाउनुपर्छ किनकि भोलिको दिन त टिका लाउने दिन हो नि त के गर्नु त अब टिका लाउने नलाउने टिका नलाउने है तर मान्न चाहिँ मान्ने इष्टमित्र आउनुहुन्छ होइन फुको दान दक्षिणा हामी दिन्छौँ कोसेली लिएर आउनुहुन्छ होला त्यो कोसेली पनि उहाँहरूलाई खुवाउँछौँ आफूले खाने बसेर दिनकै दसैँ हेर्नु दाजु अब तिमीलाई यो क्वेसन प्रश्नको उत्तरको जवाब पनि छैन उत्तर पनि छैन केही पनि छैन होइन तपाईँलाई ह्याप्पी दसैँ छ सधैँको लागि मेरो लागि जहिले दसैँ हो छोड्दैन धेरै पढ्नु बुद्धिमानी हुनु पाइलट हुनु इन्जिनियर हुनु ला यार फुल त लडेछ सो नानाले रोप्नु भएको यो फुल यहाँ त गाई चाहिँ फुल चाहिँ लडेछ क्या यति मेहनतले रोपेको हो यो त के गरेर बङ्लङै गएछ त ओहो एउटै बट्टामा कतिवटा फुल छ भन्ने हेर्नु न थोरै फुल छैन यो गिलास कसले राखेको यसलाई के गरी उठाएर राख्दिउँ यो त बाँची नै यो त अडिँदैन त यसलाई के अड्याउनु माथ्यो ल यतिको भयो भने चलेगा मैले चाहिँ फुल पनि अडाइ पनि सकेँ अडिँदैन थियो र पनि आज पानी आएकै छैन कहाँ गयो भन्नु पर्दैन पानी चाहिँ अहिले खोलेको पनि छैन यिनीहरू दुइटा यता आएछन् यिनीहरूको म थालबाट पनि जुट्टै छ हेर्नु न मैले माग्नु पर्ने हो यो पक्कै पनि मलाई जहाँसम्म लाग्छ मैले थाक्रा लगाएको थिएँ अहिले चाहिँ ठुलो भएछ कि अनि त्यसका साथसाथै जमरामा पनि मैले पानी लगाएको छु नि यार जमरामा पनि पानी नहुनु पनि हेर्छु त हाम्रो भोलिको टिकाको लागि जमरा यस्तो छ हेर्नु अहिलेलाई म यति मात्रै देखाउँछु भोलि चाहिँ म निधारमै लगाएर देखाउँछु हेर्नु त यति भइसकेको रहेछ घरको बसाइ भने यस्तो छ हेर्नु न ए साँच्ची त सबैजनालाई नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि सन्चै आरामै छु भोलिको लागि तपाईँहरू चाहिँ एकदम मजाले तपाईँ के भन्छ यो निधार चाहिँ ठुलो बनाएर अथवा कपाल सपाल पाल्नु भएको छ भने कपालहरू काटेर एकदम ठुलो बनाउनुपर्छ यो निधारभरि टिका लाउनुपर्छ आफ्नो बुबा मम्मीको हातदेखि अनि आफूभन्दा ठुलो बडा आफन्तजनको हातदेखि चाहिँ टिका लाउनुपर्ने हुन्छ नि त्यही भएर चाहिँ यो कपाल पाल्नु भएको छ भने कपाल चाहिँ काटिहाल्नु होला यो ठुलो निधार बनाउनुपर्छ किनकि भोलिको दिन त टिका लाउने दिन हो नि त भोलिको दिन चाहिँ तपाईँहरूले राम्रो टिकाहरू लाउनु होला होइन टिका लाउनुहोस् जानुहोस् घुम्नुहोस् एकदम रमाइलो गर्नुहोस् क्या इन्जोय गर्नुहोस् क्या लाइफमा के गर्नुहोस् अरे यार इन्जोय गर्ने हो यार ह्याप्पी हुने हो नि त होइन सो अहिले जति पनि मेरो भ्लग हेरेर बसिरहनु भएको छ नि गाइज हो तपाईँहरूको धेरैभन्दा धेरै माया साथ सपोर्ट चाहिन्छ भन्दै आजको बसाइ चाहिँ मेरो घरमै हुन्छ किन भन्नुहुन्छ भने माउ चाहिँ बिहानै गइ पनि सक्नुभयो आज चाहिँ पानी पनि आएको छैन पानी नआएको कारणले गर्दा म तपाईँहरूलाई भ्लग बनाउँदैछु कि मैले आज चाहिँ कुक गर्नुपर्ने अरे कुक मम्मीले चाहिँ भन्दै हुन्छ आज मैले कुक गर्नुपर्छ भन्दै हुन्छ अनि त्यही भएर चाहिँ म आज खाना तरकारी एकदम मिठो बनाउँछु कि अब कहिले कहिले मामु नानाहरूलाई पनि यसो सहयोग गर्नु पऱ्यो नि त होइन यसो सहज हुन्छ उहाँहरूलाई पनि कति उहाँहरू मात्रै बनाउने भनेर दिक्क लागेको होला कि अनि त्यही भएर चाहिँ आज म कुक गर्दैछु एकदम मिठो बनाउँछु खाना पनि एकदम बबाल बनाउँछु कि अब खाना त बनाउनु सकिन्छ नि अरू काम केही गर्नु नसके पनि त्यो पनि बनाउँछु है सो लाइक दिस तपाईँहरूले चाहिँ भिडियोलाई चाहिँ स्किप नगरिकन हेर्नुपर्ने हुन्छ है प्लिज अहिले मेरो च्यानलमा न्यू हुनुहुन्छ भने अथवा न्यू क्रिएटर होइन भर्खरै खोल्नु भएको युट्युबर हुनुहुन्छ भने प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिहाल्नु त हो गर्नुभयो थ्याङ्क यू गर्नु होला म पनि तपाईँहरूलाई गरिदिन्छु जति मलाई सपोर्ट गर्नुहुन्छ नि हो म पनि तपाईँहरूलाई त्यति नै सपोर्ट गर्छु अहिले चाहिँ म सानो युजर भएको कारणले गर्दा
जति मैले सक्छु तपाईँहरूलाई पनि त्यति नै मैले सपोर्ट गर्नेछु। यदि तपाईँहरू पनि सानो युजर हुनुहुन्छ भने प्लिज 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 सपोर्ट गर्नुपर्छ है मलाई, म पनि तपाईँहरूलाई गर्ने नै छु। जति तपाईँहरूले मलाई गर्नुहुन्छ नि हो म त्यसको डबल पनि गर्नेछु क्या। अनि त्यही भएर चाहिँ मलाई सब्सक्राइब गरेर सपोर्ट चाहिँ गर्नुपर्ने हुन्छ अनि म पनि गर्नेछु। अहिले चाहिँ पानी नआएको कारणले गर्दा हेर्नु न यतिकै घुम्ने बस्ने। अनि यो सानो ग्वाली छ, यो ग्वालीलाई चाहिँ तलतिर सारेर फेरि पनि यहाँ बस्ने ठाउँ एउटा सानो खड्केर बनाउनु पर्ने छ। यता चाहिँ छुट्टै मेरै लागि बनाउने हो क्या, म आफै बस्ने हो होइन। अनि यसो रमाइलो गर्ने साथीहरू आउँदाखेरि कहिलेकाहीँ अब बवाल पनि हुन्छ, कहिलेकाहीँ यसो साथीहरू आउँदाखेरि यसो रमाइलो पनि हुन्छ होइन। अनि त्यही भएर म पनि छुट्टै बनाउँ कि भन्ने चाहिँ लागिरहेछ। त्यहाँनिर चाहिँ आमा हुनुहुन्छ, आमाले चाहिँ गोठाला गरेर जानुभएको छ र पनि केटाहरूले पिङ पनि लगाइसके। सो गाइज तपाईँहरू गाउँघरतिर कस्तो भइसक्यो है, हाम्रो गाउँघरतिर हेर्नु त यहाँनिर पिङको पनि व्यवस्था भइसक्यो, पिङ पनि मजाले लगाइसक्नु भयो। गरालो चाहिँ अलि यता तलतिर बढी भएछ र पनि हेर्नु न त्यहाँ केटाकेटीहरूले बटारिरहेछन्। दसैँको टिका लाएर चाहिँ एकचोटि भुइँ छोड्नु भन्छन् उहिलेको बाजे जिजुबाबुहरूले बडाबाबुहरूले भनेको सुन्दा चाहिँ टिकाको दिन चाहिँ पिङलाई चाहिँ एकचोटि खेल्नै पर्छ अरे क्या, भुइँ छोड्नै पर्छ अरे, गति परिन्छन् भन्छन्। अनि त्यही भएर हामी टिकाको दिन मात्रै खेल्ने। यहाँनिर चाहिँ के छ भन्दाखेरि तपाईँको हेर्नुहोस् न, यो ट्याङ्की जुन देख्न सक्नुहुन्छ नि, यो ट्याङ्कीलाई मर्मत गर्नुपर्ने, यसपालि फेरि भत्काउने अरे। किन भन्नुहुन्छ भने यहाँदेखि बाटो लाने अरे, अनि त्यही भएर भत्काउने भन्नुहुन्थ्यो। हामीहरूले चाहिँ यो ट्याङ्की चाहिँ नभत्काउने भनेर निर्णय त गरियो, तर केटाहरूले मानेन। केटाहरूले जबरजस्ती भत्काउने पर्छ भन्न थाले। किनकि तपाईँहरू भन्नुहुन्छ भने यो भनेको यो एक घरको ट्याङ्की मात्रै होइन, यो ट्याङ्की भनेको 20-25 घरले खाने पानीको ट्याङ्की हो। र पनि अब केटाहरू बुझ्दैनन्। पल्लो बाटो दिएको कारणले गर्दा यो बाटो चाहिँ नलगोस्, किनकि ट्याङ्की भत्काएर नलगोस्, हामीलाई ट्याङ्की चाहिन्छ। यति धेरै मेहनतले यति धेरै दुःखले बनाएको नै ट्याङ्की तपाईँको प्रत्येक घरको एउटा घर बराबर 700 रुपियाँ पैसा त्यतिखेर खर्चेर बनायो क्या। र पनि दुःख छ, एक एक घरमा सानो सानो त्यो पटाहरू हुन्छ नि, झपन बनाउनुको लागि हो, त्यो झपनको लागि पटाहरू ल्याइयो हालियो, एकदम दुःख गरेर बनायो क्या। दुःख गरेर बनाएको कारणले गर्दा ट्याङ्कीहरू नभत्काइकन परतिर बाटो छँदैछ। आखिरी त्यहाँपट्टि चाहिँ मन्दिरदेखि बाटो दिइरहेछ क्या। हो त्यहाँ मन्दिरदेखि दिएको बाटोले चाहिँ अब त्यहाँ तलतिर जाने, अनि त्यसरी नै लाँदा पनि हुन्छ भनेको मान्दैन केटाहरू। अब के गर्नु, यो ट्याङ्कीलाई चाहिँ भत्काउने खोजिरहेछन् क्या। यो ट्याङ्की चाहिँ भत्काएरै लाने भइरहेछन्। अन्त पनि ड्याडीले चाहिँ दिए भन्दै हुनुहुन्छ बाटो। अब त्यहाँ चाहिँ हामीले चाहिँ अब के गर्यौँ, विरोध गरिरहेछौँ। त्यहाँदेखि हुँदैन, ट्याङ्की भत्काएर चाहिँ हुँदैन। तपाईँहरू ट्याङ्की भत्काउनुहुन्छ भने यसको मुद्दा पनि लाग्छ। अनि त्यही भएर तपाईँहरू नभत्काउनुहोस्, ट्याङ्की हामीलाई नै चाहिन्छ। अहिले त घर घरमा पानी छ, अनि त्यही भएर चाहिँ यो ट्याङ्कीको पनि वास्ता थिएन क्या। योभन्दा अगाडि चाहिँ घर घरमा पानी आउँदैन थियो, पानी नआएको कारणले गर्दा ट्याङ्की चाहिँ खुब चाहिन्थ्यो क्या। र पनि ट्याङ्की चाहिँ हामीले मास्नु भएन क्या। तपाईँको यो ट्याङ्की भनेको केही न केही काम लाग्छ कि, पछि गएर पानी आएछ पछि नआउनु पनि सक्छ। नआएको कारणले गर्दाखेरि ट्याङ्कीमा जम्मा गर्ने, ट्याङ्कीमा जम्मा गरिसकेपछि त्यही पानी खाने हो, सबैले युज गर्ने हो, सबैलाई चाहिने चिजहरू। हेर्नु त अहिलेदेखि नै भत्काइसके पछाडि अनि धेरै गाह्रो भएन त। सबैजनाले भत्काउने भनेर चाहिँ भनिरहेछन्, अहिलेदेखि नै भत्काउनु चाहिँ हुँदैन है। नानाले हिजो अलिअलि यतातिर झारहरू खोल्नु भएको थियो क्या, र यो चाहिँ फुलहरू पनि सिनिको बनाउनु भएको छ। यहाँ न यसरी त्यो फुल पनि झारिसक्नु भएको छ। त्यो चाहिँ माथि निकै माथि थियो, माथि गएर पनि यता भित्र साइड यसरी पसिरहेको थियो। यो फुल चाहिँ झार्नु भएछ, कति झार्नु, अस्ति भर्खरै मैले पनि झारेँ क्या। र पनि नानाले हिजो झार्नु भएछ कि यो फुलहरूलाई चाहिँ जोगाउनु भएको, यो चाहिँ नानाले नै रोप्नु भएको क्या। यति धेरै मन गर्नुहुन्छ नि फुलहरू रोप्नलाई, यति धेरै मनपर्छ अरे क्या। भन्नुहुन्छ म फ्लावर्स लभर हो भन्नुहुन्छ क्या नानाले। म कहिलेकाहीँ सोध्छु, अनि त्यही भएर एकदम फुल चाहिँ मलाई मनपर्छ। त्यही भएको कारणले गर्दाखेरि म फुल चाहिँ रोपिरहन्छु भन्नुहुन्छ। हेर्नुहोस् त तिहारमा लाउने फुल अहिले नै फुलिसक्यो। तपाईँहरूतिर त फुलेको छैन होला, हाम्रोतिर गोरुको फुल, मान्छेको फुल सबै फुलिसक्यो कि। यो गाडीहरू चाहिँ आफैले सफा गरेर अनि यसमा चाहिँ यो फुलहरू रोपिदियो भने एकदम राम्रो पनि हुन्छ। मलाई चाहिँ जहाँसम्म लाग्छ त्यो पल्लो छेउदेखि चाहिँ फुलहरू रोपिदिएर यो झारहरू खोलेर कस्तो राम्रो हुन्छ कि। हेर्नुहोस् त माथितिर त हुनु त नाली बस्ने ठाउँ हो, नाली बस्ने ठाउँ भयो भने अहिले चाहिँ घारिसकेँ। अनि यसलाई फाँडफुँड गरेर फुल रोपिदिनु भयो, एकदम बेस्ट हुन्छ मेरो लागि। त्यो चाहिँ म अलि पछि गर्ने नै छु। आज पानी पनि छोडेको छैन। त्यो दाइहरूले त यहाँ छोडिदिनु भएको छ यिनीहरू। खसी भन्दा त हाम्रो कुखुराले खाँदो होला हौ यो त। तर अहिले छोप्ने बेला दिनुपर्छ यार। जोस केटाहरूले चाहिँ हिजो यहाँ सुँगुर छ कि भनेर छोडेको होला। सुँगुर नभए पनि अब हाम्रो कुखुराले खाइदिन्छ यस्तो चिजहरू। निस्के ठुलो भित्र पस्ने
अब मलाई खान मन लाग्यो 20 रुपैयाँ राम्रो ल्याएको तेरा आँखा फुट्न आँटेको के भयो ठुलो भन्नुहोस् त के दिउँ एक पाउको टेबरलाई देखेँ मैले बुनुले देख्यो ए हजुर 20 को 20 कटाउनु पर्यो यहाँदेखि अनि कालो भोगाला मेन्दी 20 को अहिले टेबल देखेँ हैन भयो त राम्रो लाग्छ ठुलो भाइ 20 40 सबैको ठुलो भयो पाइलो 60 होइन एउटा कुरो मान्नु त पर्छ त इष्टमित्र आउँछन् नि त तिमीहरूको छैन हामी आउँछौँ आउने हो आज पानी नआएको कारणले गर्दा खाना पनि बस्छ छैन पानी आज कहाँ गए ए भर्खरै खोल्न सुरु गरेको अरे हा के गरी खान्छ सो मेरो काम चाहिँ के छ भन्दाखेरि गिलासहरू यसरी टिप्ने काम छ यहाँ गिलासहरू त ठिकै गिलास कता कता खली भयो यतातिर खली भयो हजुरहरू खल्याउँ अर्कै भाउ खोजिरहेको कति हुन्छ त्यसरी मान्छे हेर्नु त हालिसकेँ दाजु मैले त्यति तोड्दिनु न त्यति रहेछ अनि भोलि त टिकाको दिन होइन माइजू टिकाको दिन चाहिँ के गरी मनाइन्छ दसैँ भनिदिनु नि त भोलि अब टिकाको सुरु है सुरु हो के गर्नु त अब टिका लाउने हामी नलाउने टिका नलाउने है तर मान्न चाहिँ मान्ने इष्टमित्र आउनुहुन्छ होइन फुको दान दक्षिणा हामी दिन्छौँ कोसेली लिएर आउनुहुन्छ होला त्यो कोसेली पनि उहाँहरूलाई खुवाउँछौँ आफूले खाने बसेर अनि टिका त्यस्तै उस्तै हो यसपालिको दसैँ चाहिँ मान्न पाइयो आगन मरिसक्यो बाँचिन्छ माइजू मेरो कुरा यति नै हो सक्यो ल सक्यो म दोइमासी हो तर खैमासी किनभने यहाँ पिङ लाग्छ धेरै रमाइलो 2022 सालको बडा दसैँ भोलि मजाले मान्नुपर्छ मेरो नातिहरू मेरो भान्जा घर मेरो छोरीहरू आउँछ राजा नआएको छ एकदमसँगले बडा दसैँमा त्यस्तै बहिनीले भने जस्तो यसपालि त मान्यो मजाले आउनु त मरियो बाँच्नुपर्छ बाँच्नुपर्छ भन्ने मेरो प्रार्थना बेन्थी दाजुलाई जहिले दसैँ लागिरहेछ दाजुलाई चाहिँ के बोल्न लाउनु होइन दाजु दिनकै दसैँ होइन दाजु अब तिमीलाई यो क्वेसन प्रश्नको उत्तरको जवाब पनि छैन उत्तर पनि छैन के पनि छैन हैन म तपाईलाई ह्यापी दसैँ छ सधैँको लागि मेरो लागि जहिले दसैँ हो हैन सो गाइस भोलिको दिन चाहिँ अब टिका लाउनु दिनु है टिका चाहिँ तपाईँहरूले राम्रोसँगले लाउनु होला है आफूभन्दा ठुलो बडाको हातदेखि आफन्तजनहरूको हातदेखि र पनि आफ्नो बुवा मम्मीको हातदेखि कहिले पनि छुटाउनु भएन क्या तपाईँहरूले टिका हजुर स्ट्यान्ड दाजु म मेरो थियो ल्याइनँ मैले राम्रो हुन्थ्यो दाजु मैले ल्याइनँ पानी आएछ क्या अरे पानी बल्ल आयो सो मैले चाहिँ गिलासमा धोएर ल्याइसकेँ अब यो गिलास चाहिँ लगेर म थपक्कै राख्छु नि र पनि पसल घरमा बोलाएको हुँदैछ कि मलाई हेलो भन्नु लाइटर दिन्न म ओहो लाइटर हिजो भर्खरै किनेर लानु भएको त रिपनले सिट रिपनले रिपनले चुरा खन्थाला अब रसिम खा भने ए रक्सी पनि खा भनिदिनु भयो लाइटर त 20 हो अनि हिजो भर्खरै लानु भयो मान्छे रिपनले लग्यो त नि रिपनले तोडिगयो खै बाबाको मान्नु न ठुलो ए 80 रुपियाँ पनि घटाउने हो कि पैसै नपुग्ने भयो हेलो एक महिना रस दिनु त अनि 40 दिनु है हैन 40 त दिनु एक महिना भन्नु बहिनीले खाइदिन्छु दुधवाला हो त जोड पुग्यो न के वाले किन्छ है म पनि किन्छु
लु त अब 1 महिना दिनु पर्यो नि त मैले चाहिँ करिब अरू कामहरू सकेँ क्या अब पानी आइरहेछ अब पानी आएको कारणले गर्दा अब खाना टेकाउनु पर्यो सबै काम भ्याइसक्यो पानी चाहिँ ढिलो छोडेर चाहिँ मैले खाना पनि बसाएको थिएन अब खाना चाहिँ बसाउनु पर्यो कि मैले फेरि हिजो भर्खरै खाना बसाएको अनि आज चाहिँ कुकरमा नमाजिकन बसाउनु पर्यो भनेको छु बिहानै छोड्नुपर्ने यतिखेर छोडिदिन्छु यतिखेर छोडेर पसल घरमा पनि बत्ती बाले होइन के गर्नु गाह्रो छ लो 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 कतिवटा काममा भ्याउनु पर्ने गएको हे भगवान् त्यो भात त बिहानको खसीलाई यतिले पुग्छ होला हामीलाई पुग्छ यो को खान्छ यत्रो पुगिहाल्छ नि हौ 4 माना हुन्छ त साथी अनि यहाँ 4 माना राम 4 महिना दैले खुवाइछ या हामी त खत्रै मान्छे हो नि 4 महिनाको दरले खानुपर्छ खानु गाई जब त बसी कसरी खानुहुन्छ काम भनेको हाल्नु न यस्तो छ पानी ढिलो खोल्दै कारणले गर्दा नत्र म बिहानै खाना बनाइसकेँ त्यता खाना बसाएको हेर्नु त कस्तो सजिलो हुन्थेन मलाई अब धेरै तरकारी खोजेर आजको दिन चाहिँ मासु नखाने कि कति मासु खानु वाक्क खाँदा अनि त्यही भएर आज चाहिँ नानालाई अब पूजा गर्दै हुन्छ पूजा गरिसके पछाडि चाहिँ अनि घिरौँला खोज्नु भन्नुपर्ने नानालाई आज दिन चाहिँ घिरौँला तोड्ने हो कति खाने भगवान् खाँदा त्यही वाक्क सिस के भन्नुभयो तपाईँले के भन्नुभयो तपाईँले आरीमा राख्दिनु काम सकेर पनि यहाँनिर धेरै दुःख दियो कुखुराले अनि फेरि भएको कारणले गर्दा म पनि कुखुरालाई फेरि मासतिर लगाउँदैछु मैले मासतिर लगाइरहेको छु है कुखुरालाई खान्छ ल यार बाँसको फुर्का टिपेर ल्याउ त सानो भाइले चाहिँ बाँसको फुर्का टिपेर ल्याउँछु भन्दैछ है यो मान्छेले ल बाङ्गो भयो है फचाफची अरे मर्छन् ल ल ल ल ल ए चप्पलले सुत्दा है सानो भाइले यार चप्पलले सुत्दा छ ए लड्छस् है त सानो भाइ कता यार दसैँ कतिको लागिरहेछ यार दसैँ राम्रो लागिरहेछ है अनि यहाँ चाहिँ रक्सी हान्ने कि हान्ने न त नि किन हो यार रक्सी त खानु पर्छ यार केटा हेर नि त यार ह्यान्डसम रह ल कसले कपाल काट्दै खान्छ भन त भेनाले बाबा ल ओह पछि भाइहरूले चाहिँ अब पिङ खेल्छु भन्दैछन् खेलिदिन पनि यार केटाहरू गीत सुनौँ न यार भाइहरूले चाहिँ अब उ गरिरहेछन् पिङहरू खेलिरहेछन् म चाहिँ यहाँनिर यस्तो लुरोमा यस्तै हालतमा कपाल आएको आए गर्दा चाहिँ मैले अब टुपी पनि खसेको खोइ त केटा पाले हानौँ न फुटाउँदैन नि खान्छ मान्छेलाई नि फुटाउँछु म अब ए हान्नुहोस् त म यस्तो हालतमा छु कि नमस्ते नमस्ते दसैँ लागिरहेछ होइन ला मेरो लुरो पनि लग्यो यार लागिरहेछ अहिले भर्खर चाहिँ हामी पिङ खेलेर आएको एउटा त मै झुनिरहेको त त्यो झुन्निरहेको नहल्लाइदिएको यतै खाने हो केटाहरूलाई दसैँ लगाइरहेको केटाहरूलाई सानो भाइहरू अनि खोइ त यार खाउँ न खाउँ दसैँ कतिको लगाइरह होइन खान्छ ठिक छ होइन सानो भाइहरू पनि सानोलाई ठिक छैन धेरै राम्रो दसैँ कहिले आओस् भएको छु त्यसको लागि भन्न चाहन्छु म हजुर
अरू अरू भाषण दिन्छ नि त केटाले नबोल्ने हला नगरी म नखाने हो ए दे हेरिसकेको नखाने भनेपछि नखाने भने बुझ्नु भएन होइन नखाने भएपछि त केटाहरूलाई सट्टा सट्टा बनाऊ त्यो त म त भरि खान्छु त अल्छी त हुँदैन मलाई त भरि चाहिन्छ भरि यो त भरि भएको छैन त भरिहाल्छ अझै भरि चाहिन्छ मलाई त मैले बोकेर यार सानो ल्याएको यसलाई खोलामा आगो माछा लडेर म कुर्ती कुर्ती भन्ने त त्यो ठुल्ठुलो मान्छेहरूलाई क्या त झ्याबर स्याहान देखेर झ्यामबाट म कुर्ती कुर्ती भने मैले बरु ठुलेलाई दिनु न मेरो साथो उनी खाने नि पऱ्यो लु तिमी खान्छौ खाने मैले पैसा दिएँ होइन अगाडि गोप बस्न जान्दैन रति चुराट टाक्सी ए मैले दिइसकेको छु के उत्पाद कमी आएको हो नपाइकन तोडौँ न खान्छ अलि पर थोका है 15 को परा एउटा परा माछाले 15 को पराक भन्न तैँले गर्दाखेरि यहाँ ल पराक मैले खाइरहेको पराक त्यो झ्याप बाखाने त्यो त बिहान खाएकै छ मेरो आमालाई भइयो काछु के नदिनु म बुढीलाई होइन यहाँले यहाँ एउटा छोट अघि लु छिटो दिइ पाने आउँदैछ मेरो बुढीलाई लगिदिनु पर्यो तेरो पनि बुझ्ने छ मेरो अङ्कलको छोरा म यस्तै हो क्या भाइ दसैँसम्म जे भने नि भन्नुहोस् न के आएर अहिले भाइहरू भरल दाइहरूसँग दसैँ पछि त काठमाडौँ गइहाल्छ नि ढुक्क पनि हुन्छ ए काठमाडौँ लाग्दैन दसैँ पछाडि गइहाल्छ सकिन्छ होइन बाउ छोरा नि आउने बाउलाई विदेश पठाइदिने हो क्या फुपूको छोरो बस्छ है नाति हेर सर राम तपाईँलाई दसैँको शुभकामना छ भोलि टिका लाउनु मामाकोमा आउनुपर्ने कसैले के लिएर आउँदा हुन्छ कसैले ल गुड गरौँ त कसैले के लिएर आउँदा हुन्छ कसैले यसो भान्जाले के ल्याउनु पर्छ केही ल्याउनु पर्छ केही ल्याउनु पर्दैन यसो एउटा चिसो डिउ चाहिँ लिएर आउनु चिसो डिउ चाहिँ मामा भन्छ होइन डिउ त के बियर लिएर आउँछ नि सानो कि ठुलो ल्याउनु भन्नु न मस्त खानु भान्जा खानु न सानै ल्याउनु सानो कस्तो नखानु हो दसैँ ठुलै तोडौँ ठुलै तोड्ने हो दुईवटा ल्याउँदा हुन्छ दुईवटा ल्याउँदा हुन्छ ए हुन्छ कोसेली मात्रै 2025 ल्याउँछु अब जाँदाखेरिको बाटो खर्च आउँदाखेरिको बाटो खर्च शुद्ध टाँसेर पठाउनुपर्छ त मलाई त असल्नुपर्छ त स्टिकर टाँस्नु हुन्छ पैसै टाँस्ने नि हो र अनि कोसेली मात्रै 2025 हुन्छ मामा अनि त्यस पछाडि अब जाने खर्च आउने खर्च त चाहियो नि त होइन त्यसो त यहाँ टाँसेर दिनुपर्ने हुन्छ तपाईँले त्यही भएर अरू ठिकै छ नि मामा दसैँ लागिरहेको उतै दिनुपर्छ भन्ने छैन कि म त रेटै शुद्ध तोकेर आउने हो नि त अनि आज तोक्दैछु अनि साह्रै खराब भयो यहाँदेखि अब 2025 सामान अनि बाटो उता यता गर्दाखेरि 5500 ठिक्क हुने रहेछ हो 5500 ठिक्क हुने रहेछ के लिएर आउनु भएको यो 2.5 हात्ती के लिएर आउनु भएको तपाईँले चप्पल कसको लागि हो यो ओहो अनि हिजो जानु भएको होइन तपाईँ होइन उतल काठे पुल पुगेर हजुर मामा लाइटर मामा हुन्छ 20 रुपियाँ मामा ल हस् हुन्छ दाजु के छ आज बिहानदेखि पानी नि खानु भएको छैन होला हेर्छले होइन पानी चाहिँ खाइ पानी भोलि त टिका लाउने दिन हो त अनि कसरी मनाइन्छ बढाइ दसैँ यसपालि 2082 सालको खोइ आजतिर गाई बजार गाईघाटतिर जाने गाडीवाल सन्केर फेरि भाडा डबल लिन थाल्छ 100 रुपियाँमा लगिहाल्छ नि दारीले कतिखेर आउँछ त बिहानै जान्छ बेलुका आउँछ
बिहानै भन्नाले बिहान 6 बजेतिर जान्छ 6:15तिर कमानमा भेटिन्छ भन्नाले 6 बजे पुग्दा त्यहाँ हुँदैन हुन्छ खुट्टा पनि तिर यहाँ त गाई यस्तो छ कि यार खुट्टाको हालत पनि हेर्नु न बिजोक छु म त अनि हेर्छ भोलिको टिका कसरी टाँसिन्छ यसो भनिदिनु न यार काम नपाएपछि अनेक खण्ड हुन्छ के आशीर्वाद दिन्छ अनि त्यस पछाडि मम्मी बुवाहरूले होइन जाड रक्सी नखानु भन्नु त्यही नभए हुँदैन धेरै पढ्नु बुद्धिमानी हुनु पाइलट हुनु इन्जिनियर हुनु भन्न सकिएन चक्र सरलाई भोलि त्यसरी नै दिने होला नि त आशीर्वाद सोइल जति पनि तपाईँहरू भ्लग हेरेर बसिरहनु भएको छ नि गाइज हो तपाईँहरूको धेरै माया साथ सपोर्ट चाहिन्छ भन्दै यो भ्लगलाई चाहिँ म यहीँनिर इन्ड गर्न चाहन्छु अर्को भिडियो नआइन्जेलसम्म चाहिँ तपाईँहरूले माया गरिदिनु पर्ने हुन्छ भन्दै बाई बाई गाइज ह्याप्पी दसैँ तपाईँहरूलाई पनि बाई